नमस्ते साथीहरू, आज हामी बनाउँदैछौँ थकाली रेसिपी। थकालीको घरमा कसरी बन्छ, कसरी खानुहुन्छ तपाईँहरूले, किनकि प्रायःले सोध्नुहुन्छ कसरी बनाउनुहुन्छ भनेर। आज हामी यसरी बनाउँछौँ भनेर म रेसिपी सेयर गर्दैछु। मन पर्छ भने तपाईँहरू बनाएर खान सक्नुहुन्छ है, किनकि यो प्रायःको घरमा चाहिँ करेला पाकी पनि रहेको हुन्छ। अझ यसरी पनि ट्राई गर्नुहोला, एकदमै मिठो स्वादिलो अचार बन्छ है, किनकि यो खाना ढेँडो रोटीसँग पनि एकदम मिल्न जान्छ, मिठो पनि हुन्छ। अनि त्यसैले सबैजनाले सोध्नु पनि हुन्छ यो कसरी बनाउनुहुन्छ भनेर। आज म यसरी नै बनाउँछु भनेर रेसिपी सेयर गर्दैछु। तपाईहरुलाई मन पर्छ भने एकचोटि हेरेर लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला है। फेरि मिठो रेसिपीको लागि तपाईहरुलाई घन्टी पनि त बजाउनु पर्दैन हैन र। अनि हामी यसरी बनाउँछौँ है त। अब यसरी काटकुट त गर्नै पर्यो हैन र। हाम्रो करेला काटेर निस्कियो अनि अब यता तेल तताउँदैछौँ हामी। यसमा मैले 1 किलो जति करेला लिएको छु अनि यसरी फ्राई गर्ने। यसरी 2-3 मिनटसम्म राखेर फ्राई गर्ने, हल्का गोल्डन हुनेसम्म। अनि मजाले चलाएर पकाउने। मैले यसमा 2 चोटि गरेको छु। थोरै तेल राखेको भएर अलिअलि राख्नुहुन्छ भने सबै एकचोटिमा पनि जान्छ। मैले चाहिँ थोरै तेल राखेको भएर 2 चोटि गर्छु। यतिको भएपछि अब निकाल्नुपर्छ हामीले। निकालेर एउटा भाँडामा राख्ने। यतिको हुनुपर्छ है साथीहरू। हल्का पाकेको जस्तो, हल्का काँचो त्यस्तै नै मिठो हुन्छ। फेरि मैले अर्को लट राखेँ, त्यसलाई पनि म त्यसरी बनाउँछु। हल्का गोल्डन हुने गरी। अनि यता मैले सामानहरू राखिसकेको छु। 4 चम्चा भाँगो राखेँ, नुन स्वाद अनुसार, ठुलो चम्चाको 1 चम्चा धुलो खुर्सानी। अनि म यता तेल तताउँदैछु। तेलमा मैले मेथी राखेको छु, आधा चम्चा सानो चम्चा। अनि खुर्सानी 4-5 त आफूलाई खानु मन लाग्छ भने राख्नु होला। अनि मैले ग्यास बन्द गरेर यसमा आधी चम्चा जति बेसन राखेको छु। अनि त्यसपछि मैले यसमा अब करेलामा हाल्नुपर्ने हुन्छ। करेलामा हालिसकेपछि अब बनाउनुको लागि रेडी। करेलाको अचार हामीहरूले यसरी नै बनाइन्छ। तपाईँहरूलाई अरू कुनै रेसिपी चाहिएको छ भने कमेन्ट गर्नुहोला। अब हामी यसमा राखिन्छ चुक लिएको छु 2 चम्चा, ठुलो चम्चाको। तपाईँहरूसँग छैन भने कागती वा भेनिगर पनि लिन सक्नुहुन्छ, किनकि यो राख्नै पर्ने हुन्छ। यसले नै अलिअलि स्वाद दिन्छ। अरू केही भिडियोहरू चाहिएमा प्लिज मनिषा किचन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यदि भन्दै धन्यवाद। आजको भिडियो यहीँ टुङ्गाउन चाहन्छु।